आजको हाम्रो भिडियो हुनेछ भनेर भन्दाखेरि पनि यो एक पफ चाहिँ बनाउनु लगाएको अनि यो चाहिँ मैले बनाएको होइन। यो चाहिँ हाम्रो छिमेकी साउथ इन्डियन छिमेकी उनीहरू चाहिँ केरलाको अनि उनीहरूले चाहिँ बनाउन लगाएको र मलाई खानु बोलाएको थियो अनि त्यही भएर मैले चाहिँ यो भिडियो बनाएको है। अनि यसमा भोइस ओभर गरेको। त्यस पछाडि चाहिँ हामीले यो एक पफ बनाएर रेडी गर्यो। यसलाई चाहिँ ओभनमा चाहिँ अब बेक गर्नुपर्छ अनि सर्टेन टाइम लगाएर टाइमर हामीले हाल्यो अनि हालेर चाहिँ अब टुङ गरेको आवाजलाई हामीले पर्खिनु पर्ने हुन्छ। टुङ गरेको आवाज पनि आइसक्यो। त्यसपछि रेडी पनि भइसक्यो। क्रिस्पी क्रिस्पी एक पफ अल रेडी छ। अब यो म ट्राई गरेर पनि म देखाउँछु। फर्स्ट बाइट खायो एकदम मिठो भयो। यो चाहिँ एक पफ जस्तै नै छ। एक पफ भन्दा पनि पफ हामीले त्यो चियासँग खाने पफ जस्तै यसको बाहिरको कोटिङ चाहिँ, तर भित्र चाहिँ इनसाइडमा चाहिँ यसको त्यो फिलिङ्स चाहिँ एग अनियन्स अनि अरू के स्पाइसेसहरू हालेर बनाएको थियो। एकदमै मिठो मिठो मिठो। थ्याङ्क यू।